हेलो 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 दर्शन नमस्ते नेपाल। के छ सबैजना आरामै? के छ नेपालतिर नयाँ ताजा हालखबर? सबैजना आरामै हुनुहुन्छ नि होइन? अब त झन् पछि झन् चुनाव नजिकिँदैछ होइन? गाउँतिर रमाइलो माहौल भइसक्यो होला अहिले त होइन? यो पनि एउटा मेला पर्व जस्तै हो। म पनि नेपालमा त त्यस्तै लाग्थ्यो, किनकि अहिले त अब विदेशमा छु। अब त्यो थाहा हुँदैन नि त कस्तो के छ भने, त्यही पनि कहिले कसो यसो भिडियोहरू हेर्दा थाहा भइहाल्छ होइन? मैले चाहिँ अलि दिन पहिला लगभग 1 विक जति भयो होला सायद, त्योभन्दा बढी भयो होला। त्योभन्दा एउटा मैले भिडियो पोस्ट गरेको थिएँ यो चुनावी माहौलको बारेमा यस्तो यस्तो बोलेर होइन। अनि मलाई चाहिँ मेरो स्टोरीमा अलि पाकै मान्छेहरूले पनि रिप्लाई गर्नुभयो होइन, अहिलेलाई त यस्तो एकपटकको लागि त चान्स गर्नुपर्छ किनकि सबै उस्तै छैन भनेर। अनि 1-2-4 जना साथीहरूले पनि म्यासेज गर्नुभएको थियो। ठिक छ होइन, उहाँहरूको आस्था गर्नुपर्छ होइन। मैले चाहिँ उहाँहरूलाई नै भनेको, जसरी भनेको त होइन, तर पनि मैले त्यहाँ चाहिँ यो पार्टीलाई नै भोट दिनुहोस्, यस्तो गर्नुपर्छ भनेर मैले भिडियो बनाएको पनि छैन। एक त मेरो आस्थाको कुरा होइन, मैले भनेको हो किनकि अब धेरै पटक हेऱ्यो त्यो कारणले गर्दा अब चान्स दिनुपर्छ नयाँलाई भन्ने कुरा मात्र भनेको थिएँ मैले। यसले मात्र भोट हाल्नुहोस्, यसमै भोट हाल्नुहोस्, एमालेमै भोट हाल्नुहोस्, काङ्ग्रेसमै भोट हाल्नुहोस्, घन्टीमै भोट हाल्नुहोस् भनेर भनेको छैन नि त। तर पनि अलि ठिक छ, साथीभाइहरूको आउनु त स्वाभाविक कुरा, अलिक पाकै मान्छे पनि गर्नुभयो कि होइन। घरमा चाहिँ यस्तो भन्नुहुन्न किनकि अहिले चाहिँ चान्स हेर्नुपर्छ, यस्तो गर्नुपर्छ भन्ने कुराले हो। ठिक छ, तपाईँले तपाईँको घरबाट दिनुहोस्, अब भन्नुहोस् त्यहाँ छरछिमेकमा भन्नुहोस्, त्यो कुरा मलाई मतलबको कुरा भएन क्या। तपाईँले दिन पाउनुहुन्छ, तर मैले मेरो आस्थाको तरिकाले मैले मेरो फ्यामिलीहरूलाई भन्न त पाएँ नि मैले होइन। मैले मजाले पाएँ नि त फ्यामिलीहरूलाई भन्न, मैले यस्तो गर्नुपर्छ होइन, यस्तो हो अहिले चाहिँ हेर्नु है भनेर मैले मेरो कुरा त भन्न पाएँ नि मेरो फ्यामिलीहरूमा। मैले कसैलाई बाहिरको मान्छेलाई त भनेको छैन, मैले मेरो फ्यामिलीकोलाई मात्र भनेछु। बिन्ती छ होइन, यस्तो तरिकाले म्यासेजहरू रिप्लाई गर्ने काम चाहिँ नगर्नु होला। तपाईँलाई जे लाग्छ त्यही गर्नुहोस् होइन, जो कुरालाई मैले केही भन्ने कुरा होइन। तर पनि मैले मेरो आस्थाको तरिकाले भन्ने हो किनकि मैले पनि धेरै वर्ष भोट हालेँ, तर अहिले त म भोट हाल्न सक्दिनँ किनकि म त बाहिर भएको कारणले गर्दा भोटै हाल्न आउँछु भन्ने छैन, टाइम मिले आउने होइन। तर एउटा आश्वासन दिने हो सबैजनालाई। आश्वासन दिँदा पनि अब कमेन्टमा आएर भन्नुहुन्छ, कमेन्ट त ठिकै छ, अब म्यासेजमै डाइरेक्ट भन्नुहुन्छ, त्यो कुरालाई अलिकति मलाई चाहिँ चित्त बुझेन क्या। त्यही भएर चाहिँ मैले यो भिडियो बनाएको होइन। ठिक छ, अब आफ्नो स्वच्छ मनले चाहिँ आफ्नो जसलाई मन लाग्छ दिनु होला होइन। तर मैले चाहिँ मेरो कर्तव्य तरिकाले भन्ने कर्तव्य मेरो फ्यामिलीलाई भन्ने हो। अरूको लागि मैले बाहिरको मान्छे सबैजनालाई चाहिँ मैले दिनुहोस्, यस्तो गर्नुहोस् भन्ने कुराले चाहिँ मैले भनेको पनि छैन। किनकि राम्रो मान्छे चुन्ने हो सबैजनाले। अब राम्रो मान्छे हेरेर भोट दिनुपर्छ, त्यो चाहिँ मलाई लाग्छ जस्तो लागेर भनेको छु होइन। हस् त, त्यही जानकारीको लागि हो। तर मलाई चाहिँ यो म्यासेज गर्ने काम चाहिँ नगर्नु होला किनकि तपाईँलाई जे लाग्छ त्यही गर्नु होला। मैले मेरो तर्फबाट भन्ने कुरा मलाई जे लाग्छ मैले त्यो भनेको है। हस् त, ल धन्यवाद सबैमा। ल सबैजनाले राम्रो मान्छे हेरेर भोट हाल्नु होला, त्यही हो मेरो कुरा अन्तिममा। हस् त।